नमस्कार साथीहरू। आज म मादलको बारेमा विस्तृत जानकारी सहितको सामग्री लिएर आइसकेको छु। मादलको सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक महत्त्वसहित यो सामग्री प्रस्तुत गर्नेछु। सर्वप्रथम मादलको परिचय। मादल नेपालको परम्परागत र अत्यन्त लोकप्रिय मौलिक लोक बाजा हो। यो दुईवटा छेउ भएको ड्रम ढोल जस्तो वाद्ययन्त्र हो जसलाई हातको औँलाले बजाइन्छ। मादल प्राय काठको खोक्रो भाग मुख्य शरीरमा दुईवटा छेउमा जनावरको छाला तानेर बाँधिएको हुन्छ। मादलको ध्वनि तालबद्ध, मधुर र नाचगानसँग मेल खाने किसिमको हुन्छ। यो नेपालभरका लोकगीत, लोकनृत्य, देउसी भैलो, मगर, तामाङ सेलो, झ्याउरे, तेह्रथुमेली र दोहोरी गीतमा प्रमुख रूपमा प्रयोग गरिन्छ। मादलको इतिहास। मादलको उत्पत्ति प्राचीन नेपालमै भएको मानिन्छ। कतिपय इतिहासकारहरूले यसको सुरुवात गुरुङ, मगर र तामाङ समुदायमा भएको बताउँछन्। पहिले यो धार्मिक अनुष्ठान र नाचगानका क्रममा प्रयोग गरिन्थ्यो। पछि यो सम्पूर्ण नेपाली सङ्गीतको अभिन्न अङ्ग बन्यो। पुराना दरबार, उत्सव र लोक समारोहमा मादल बजाउने प्रथा निकै पुरानो छ। मादलको धार्मिक महत्त्व। मादल केवल मनोरञ्जनको साधन होइन, पूजा, व्रत र पर्वमा देवतालाई खुसी पार्ने साधन पनि हो। दशैँ, तिहार, मग पर्व, लोसार, जनै पूर्णिमा आदि बेला मादल बजाएर गीत गान गरिन्छ। कतिपय स्थानमा मादलको तालमा देउसी भैलो र भजन गाउने परम्परा अझै जीवित छ। यसलाई देवतालाई रमाउने सङ्गीत वाद्य भनिन्छ। मादलको सांस्कृतिक महत्त्व। मादल नेपाली लोक संस्कृतिको प्रतीक हो। मादल बजाएर गीत गाउने चलनले गाउँघरमा सांस्कृतिक एकता र मनोरञ्जन ल्याउँछ। विवाह, नामाकरण पर्व, नाचगान आदिमा मादल अनिवार्य हुन्छ। यो बाजाले नेपाली लोकगीतहरू, झ्याउरे, रोधी, माघे गीत, देउसी भैलो, दोहोरी सबैलाई जीवन्त बनाउँछ। मादलको सामाजिक महत्त्व। मादलले समुदायमा मेलमिलाप र सहकार्य बढाउँछ। गाउँका युवा युवतीहरू मादलको तालमा गीत गाएर मनोरञ्जन र सम्बन्ध मजबुत बनाउँछन्। मादल बजाउने कला पुस्तादेखि पुस्ता हस्तान्तरण हुँदै आएको छ, जसले सांस्कृतिक पहिचान जोगाएको छ। सामाजिक समारोह र उत्सवमा मादलको ताल बिना कार्यक्रम अधुरो मानिन्छ। मादलको बनावट। सामग्री साल, सिसौ, खैर जस्ता काठ, गाई बाख्राको छाला आदिले मादल बनेको हुन्छ। आकार झन्डै 30-40 सेन्टिमिटर लामो, भागहरू ठुलो भाग मोटो ध्वनि निकाल्ने र सानो भाग टिन आवाज निकाल्ने हुन्छ। छालामा स्याही नामक कालो पदार्थ लगाइन्छ जसले ताललाई स्पष्ट बनाउँछ। मादल नेपाली जीवन, संस्कृति र सङ्गीतको आत्मा हो। यो बाजाले केवल ताल होइन, नेपाली पहिचान र एकता झल्काउँछ। मादलको धुनमा हाँसो, खुसी र परम्पराको लय मिसिएको हुन्छ। धन्यवाद। आजको यो सामग्री तपाईहरूलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। र यस्तै अन्य जानकारीमूलक सामग्रीहरूको लागि हामीलाई फलो गर्नुहोला। धन्यवाद।